गाइज मर्निङ गुड मर्निङ गाइज हामी चाहिँ आज फाइनल्ली केटाहरूसँग उता के अरे नामै विषय सुन्दरी झोलाको अनि केटाहरू चाहिँ माथि हिँडिरहेछ सबजना होइन आफ्नै तालमा म चाहिँ हल्का हिँड्नु सकिनँ कि त्यही भएर बिस्तारै हिँडिरहेको छु लास्टै गर्मी भइरह 1 घन्टा जति भयो हामी हिँड्न थालेको चाहिँ पुरै पिसफुल छ कि वरिपरि हेर्न सक्नुहुनेछ तपाईँहरूले क्या पिसफुल के यस्तो बवाल छ होइन घुम्नु चाहिँ पर्यो है केटा हो घुम्नु चाहिँ पर्यो कि रमाइलो गर्नुपर्छ कि एक दिनको जिन्दगी हो घुम्नु चाहिँ पर्छ माकुरे ड्याममा लाएर तर बवाल रमाइलो भइरहेको हेर्न सक्नुहुनेछ तपाईँले भ्यूहरू तर यो क्यामेरामा भन्दा नि त्यो रियल लाइफमा आयो भने तपाईँहरूले भ्यू चाहिँ यस्तो बवाल देख्न सक्नुहुनेछ कसम मलाई त बवाल लागिरहेछ है पहिलाको साल पहिला 1 वर्ष जति भयो त्यतिखेर नि हामी गोसाइगुन्डा गएको थियौँ गोसाइगुन्डामा नि यस्तो पिसफुल है पुरै यस्तै के पिसफुल चाहिँ होइन अहिले नै पिसफुलै भइरह खतरा शान्त के खुल्ला जस्तो है यो केटाहरूसँग रमाइलो भइरह केटाहरू चाहिँ अगाडि गइरह म चाहिँ हिँड्नै सकेन कि हल्का त्यही भएर केटाहरूले चाहिँ मलाई बोलाइरह छिटाउ भनेर त्यही हो केटा हो केटी हो घुम्न चाहिँ पर्छ यहाँनिर हो त्यही त हाम्रो बिदा थियो त्यही भएर यसो घुम्न आएको कि अनि घरमा मात्रै रुममा मात्रै कति बसिरहने कि माइन्ड फ्रस्ट्रेट हुन्छ यार कस्तो ओभर थिङ्किङ हुन्छ होइन त्यही भएर यसो घुम्न आएको केटाहरूसँग प्लान चाहिँ हिजो राति मात्रै फिक्स भयो कि फेरि प्लान पनि त्यही त घुम्नुपर्छ एक बारको जुनी हो मरि लानु केही छैन गाइज मेरो सजेसन चाहिँ त्यही हो तपाईँहरूलाई घुम्नु चाहिँ पर्यो है फेरि गाइज जति सक्छ त्यति घुम्नु है मरि लानु केही छैन क्या अब मान्छेको जिन्दगी हो अनएक्सपेक्टेड हुन्छ जे कुरा नि होइन जे कुरा नि अनएक्सपेक्टेड हुन्छ कहिले के हुन्छ थाहै हुँदैन क्या मान्छेको जिन्दगी हो आज म यता यस्तो खुल्लास्तामा हिँडिरहेछु होइन भोलिको दिन भोलि के भन्नु अहिले पछि जे नै हुनसक्छ नि जे नि हुनसक्छ क्या त्यही भएर प्रेजेन्टमा रमाइलो गर्न सिक्नु अनि त्यही हो फ्युचरको बारेमा चाहिँ नसोच्नु है फ्युचरको बारेमा सोच्यो भने मान्छे डिप्रेस हुन्छ त्यही भएर म चाहिँ फ्युचरको बारेमा सोच्दैन कि प्रेजेन्टमा जे जस्तो चल्यो भाइबमा चिल पारामा केटाहरू चाहिँ मलाई फक साइन देखाइरहेछ कि त्यही हो रमाइलो भइरहेको हेलो गाइज फाइनली हामी चाहिँ अब के अरे उयो ठाउँ चाहिँ थाहा भएन होइन तर पोखरी चाहिँ आइपुग्यो होइन गाइज म तपाईँहरूलाई देखाउँछु केटाहरू चाहिँ पुरै जोसिलो पारामा हिँडिरहेको छ कि तल नि हेर्नु त यस्तो बवाल छ यार पोखरी त मासला पोखरा भनिदिएर त्यही त हल्का टङ स्लिप हुन्छ त्यही भएर माकुरी केटी हो गाइज माइन्ड नगरिदिनु होला होइन रमाइलो गर्नुपर्छ मेमोरी चाहिँ क्रिएट गर्नु पर्यो यहाँ केटीहरू हिँडिरहेको छ सबजना होइन पुरै चलपल दिएर है म चाहिँ टक्क लगाएर यसो भ्लग बनाएर हिँडेर कि त्यतिकै हिँड्दाखेरि झ्याउ लाग्यो त्यही भएर केटाले चाहिँ भिडियो गरिरह त्यही हो आमाम पोखरी त खतरा रहेछ है होट पोखरी चाहिँ खतरा रहेछ जे होस् हेर्नु सक्नुहुनेछ यहाँ चाहिँ आइसा भन्ने केटी छ आइसा के छ ठिक छ कस्तो भइरहेको त अनि दामी कोही यहाँ हेर न क्यामेरामा कस्तो लजा हो कोही तिम्रो अनुभव भन त कस्तो भइरहेको कस्तो फिल भइरहेको हो त्यही भएर लौरो दिएको मैले ल ठिक छ अनि एकजना चाहिँ अगाडि छ ओ सुमन सेक्सी के छ ल एक चुप पऱ्यो नि त ल सम्राट कस्तो भइरहेको रमाइलो भइरहेको चिल भइरहेको नि जस रमाइलो चाहिँ हुनु पऱ्यो है केटा हो ल जिन्दगीमा मर्लानु केही छैन के गर्नुपर्छ अरे रमाइलो हो त्यही हो हाम्रो बिबिना फेरि बिबिका चाहिँ हेर्छ बिबिका तिम्रो एक्सपिरियन्स भनिदेऊ न त कस्तो भइरहेको राम्रो अनि कस्तो थकाइ त लागेन नि हल्का तर उसलाई चाहिँ ऊ चाहिँ अघि नैको आइस भन्दा चाहिँ उसले चाहिँ डेन्जरै हिँड्ने रहेछ जे होस् केटी हामीले जति हिँड्दाखेरि कि प्राउड फिल हुनु पऱ्यो नि त है यति हिँडेपछि त आफ्नो साथीहरूले यति हिँडेपछि त जे होस् खतरा हिँड्ने रहेछ ओहो बबाल फेरि टिकटक चलिरहेको केटीहरूको फोटोसोटो चलिरहेको म चाहिँ फेरि भ्लग बनाएर टक्क लगाएर होइन आफ्नो दुनियाँमा हिँडिरहेको छु कि ओ सेक्सी सुयो के छ भन्दा हामी जान लाग्यो चाहिँ कहाँ रे है धापडाम 18 भनेपछि त मासला घन्टा यार सरी है 5 घन्टै लाग्छ होला
तर हाम्रो कति ग्याङहरू चाहिँ यस्तो बबाल हिँडिरहेछ मलाई चाहिँ हल्का गर्मी भइरहेको थकै चाहिँ लागेन थकै चाहिँ लागिरहेन तर गर्मी चाहिँ भइरहेको कि लो घाम छ हेट उपर घाम छ या गाइज अब हामी चाहिँ टिकटक फोटोसोटो सबै क्लिक गरेर अब चाहिँ हामी फेरि आफ्नो डेस्टिनेसनतर्फ लागिरहेछौँ केटाहरू चाहिँ माथितिर है पुरै कोही खिचिरह फोटो कोही यहाँतिर यसो टोलाइरह कोही भने यहाँ टिकटक ड्राफ्टमा राखिरहेछ कोही हेर त हेरिरह मलाई अनि त्यसपछि सुमन चाहिँ यहाँ लुगा लगाइरहेछ है गाइज अब चाहिँ हामी जान लाग्यो ओ ब्याग चाहिँ तँ बोक है भाइ ब्याग चाहिँ तँ बोक्ने ओ सुमन तँ ब्याग बोकै अब चाहिँ तैँले केही बोके आएनस् नि भाइ आमा चस्माले त चस्मा एकछिनले त म लाउँछु आमा यो कसको चस्मा हो है चस्मा यसो लगाएपछि त के हो कस्तो ह्यान्डसम त्यसो क्या हो हुन त पहिलादेखि ह्यान्डसम हो भनेदेखि फेरि आइस हाँसतिर कि फेरि ए चस्मा लगाएपछि चाहिँ यस्तो बबाल देख्ने कि फेरि है दुईजना टिकटक बनाएर म नै बनाइदिनु पर्यो है टिकटक बनाइदिनु पर्यो नि होइन ल अब चाहिँ हामी टिकटक सिकटक सबै बनाएर अब माथितिर माथि साइलुङ्गीमा अब माथितिर लाग ओ के खाइरह भन्दा के खाइरह भन्दा है मासला एक्लै एक्लै खान्छस् कुकुरलाई नि दिएन पछाडिको कुकुरलाई हो कुकुरले चाहिँ खाएन अरे अब कोही त हामीलाई चाहिँ मा कोही नसोधिकन खान्छस् अब चाहिँ हामी चाहिँ चल्दिएको है त ल अब अर्को नेक्स्ट गुराँसै फुल बनाइमा बबाले है कसम भने यस्तो के भन्नु के एसीमा बसे जस्तो भइरहेको नेचुरल के त्यही पनि मासला नेचरसँग चाहिँ आमामा सक्दो छ कि माकुरी यस्तो बबाल छ नि यार फ्रेस यस्तो बबाल माकुरी यस्तो बबाल रमाइलो हुने यार आमामा के हो यार यस्तो रमाइलो हुने यार दिपिका कस्तो भइरहेको त नि रमाइलो त मैजीलाई कस्तो भइरहेको मलाई कस्तो हुनु चस्मा ला त खतरा हिरो देखिरह मासला हो एउटा लट्ठी दिएँ त मुजीलाई मासला लट्ठी दियो भने त 10 रुपियाँ दिन्छ मैले ओ मैले खोइ मलाई नि एउटा खुवाइदेऊ नि त सुहाइन भन्दै मुजी ओ दुईजना केटी ओ दुईजना ओ हिरोनीहरू हेर त आमामा इग्नोर गरेर हिँडे ओ दुईजना हिरोनी नखाने तिमीहरू हो नखाने भनेपछि चाहिँ हेर्छ हेर न कसम यार यस्तो गर्छ अनि यस्तै हुन्छ नि यस्तो गाह्रो भयो ओपा खुवाइ त सम्राटले खुवाइदिन्छ तिमीलाई त्यही त खतरा रमाइलो भएर मास खाइरह मुजीहरूले हाम्रो उ त्यो अगाडि चाहिँ बाघ हो है बाघ हामीलाई गाइड गर्ने बाघ ओ दुईजना कति चाँडो हिँड्यो हो खानु मन छैन तिमीहरूलाई देऊ त ओइ कोही मलाई नि देऊ त के मासलहरूले सकाइसकेर चाहिँ यति यार खोला नाला चाहिँ यहाँतिर छ है मलाई चाहिँ एउटा कुरा चाहिँ कन्फ्युज भयो कि यहाँ नम्बर चाहिँ किन लेख्यो है यहाँतिर रुखहरूको सबैमा नम्बर प्लेट के बाइकमा नम्बर प्लेट राखेको जसरी राखेको रहेछ के हो कुरो बुझ्नै सकेनमा नगराए मैले बुलडग मैले नागेन मासलाको यो मैले बादर चाहिँ यहाँ चढेर त्यो गरेर यो सुयोग बादर जे होस् नाम चाहिँ ठिकै राखिदियो हेर न माथि चढेर लड्यो भने के हुन्छ गाइज माकुरी लड्यो भने हामीले बोक्नु पर्दैन त यस्तो छ मान्छे है पुरै यार हामी चाहिँ उसको लागि भन्दा छु यार फाइनली हामी चाहिँ अब आइपुगिसकेछौँ हेर्न सक्नुहुनेछ तपाईँहरूले भ्यू चाहिँ यस्तो बवाल छ है खतरा छ टक्क लाएर पोखराको फेवाताल जस्तै रहेछ यार तर बोटिङ गर्ने ठाउँ नै हुनुपर्ने हो कि है यस्तो बवाल देख्ने थियो कि माकुरी तर बवालै छ होइन तर यहाँ चाहिँ इन्ट्री कार्ड चाहिँ लाग्यो
कस्तो फोहोर थुपारे छ हेर्नु त्यहाँ उयो है त्यही त भने यस्तो गर्नुहुन्न नि यहाँ है अब हेरौँ है त भ्यूहरू कस्तो छ होइन गाइज अब चाहिँ हामी चाहिँ आइपुगिसकेछौँ म तपाईँहरूलाई भ्यू देखाउँछ है त हेर्न सक्नुहुनेछ कस्तो बबल छ यहाँ बसिरहेको रहेछ हेर्न कति छिटो आइपुग्यो हो र कति कुदेर आएको हो तिमी आमामा सम्राट र सुमन हेर्नु उता आमा हेर त दुईजना त मस्त पारामा बसिरहेको रहेछ तर फ्रेस चाहिँ फ्रेस है यस्तो हावा नै सिलिलिली आइरह बबाल रमाइलो भएर आइपुगेपछि त बबाल हुने अब बिस्तारै जाने चिल्याक्स पारामा जाने हो बिस्तारै हेर्न सक्नुहुनेछ मेरो केटाहरू दुईजना केटी चाहिँ अब तल तिनीहरू नि जाने रे ओइ मोदी के छ ठिक छ केही त भएन नि गाह्रो साह्रो छैन ल त्यसो भए ठिक छ अब फोटोसोटो खिच्नुपर्ने हुन्छ अब फोटोसोटो खिच्छु त्यसपछि अब के हो यार हाम्रो पप्पी नि आइसकेको रहेछ ओहो काले के छौ काले बिचरा यार माया लाग्यो के उ त आधी बाटोमा हामीले भेटेको थियो अनि उसले त्यो दुईजना केटीले चाहिँ उसलाई बिस्कुट खिलाएर अनि त्यसपछि माया गरेपछि चाहिँ हाम्रै पछाडि लागिरहेको के हेर न मान्छे यस्तो हुँदैन तर कुकुरमा एउटा जनावरमा एउटा माया देखाएपछि यतिसम्म हुने रहेछ कि हामीले माया गरेर यहाँसम्म ल्यायो होइन एकचोटि माया गरेको हाम्रै पछि लागेर आयो कि तर यो मान्छेले जति गुण लाग्यो नि त्यस्तै छ कि यो कुकुरभन्दा खतम हो कुकुरलाई एकचोटि बिस्कुट खुवाएर के माया गरेको हाम्रो पछाडि ल्याएपछि यसलाई जति माया गरे पनि पुग्दैन ओइ यहाँ हेर त सुँगुर ओहो यो सुमन भन्दा कस्तो भइरहेको गुड ओ सेक्सी के छ लभली तर गोसाइगुन्डामा गएको जस्तो फिल भइरहेको है खतरा ल हेर तर उयो चिसो छ कि तातो छ है चिसो हो चिसो छ हामी नि अब एकचोटि छान्यौँ है टक्क लगाएर तर ठिकै रहेछ गोसाइगुन्डामा जति चाहिँ चिसो चाहिँ छैन रहेछ गोसाइगुन्डामा त गोसाइगुन्डामा त माकुरी तर हिउँको त्यही भएर यस्तो छुनै नसक्ने कि करेन्ट लाग्ने बब्बाल छ यार सेकेन्ड टाइम है यस्तो थर्ड टाइम हो एकचोटि गोसाइगुन्डामा गएँ त्यसपछि फेवाताल अनि त्यसपछि त्यहाँ नजा धेरै पुरै मान्छेहरू चाहिँ फोटोसोटो खिच्न लागिरहेको खिचिरहेको छ कोही चाहिँ